मेरो बुढा चाहिँ आज एकदम यहाँ मासु काट्दैछ हो। अन्त मासु काट्न सक्नुहुन्थ्यो। हाम्रो एनिभर्सरी हो। कति वर्ष पुग्यो? कति वर्ष? अन्त के पकाउनु आँट्यो पाला? आज चाहिँ अब मेरो बुढीलाई मैले मिठो बिफ चिल्ली बनाइदिउँ भनेर काटेको मासु। अन्त 26/2 28 वर्ष भएछ अब हामी बिहा गरेको। अन्त 28 वर्षमा चाहिँ मिठो बिफ चिल्ली दिँदा 28 वर्षमा तिमीले एकताल मात्रै बनाइदिएको मलाई? होइन, अब यो चाहिँ अब मिठो। यसपालि चाहिँ मेरो बुढाले गिफ्ट दिँदैन अरे कि, यसपालि चाहिँ मलाई चिल्ली बनाइदिने अरे कि। सधैँ चाहिँ मलाई गिफ्ट दिन्थ्यो, योपालि चाहिँ मलाई चिल्ली बनाइदिने अरे। गाइस तपाईँहरूको भनाइ के छ भन्नुहोस् है, गिफ्ट चाहियो कि गिफ्टै दिनुपर्छ कि मिठो मिठो चिज बनाइदिँदा राम्रो हो? यसो कमेन्ट गर्नुहोस् है गाइस मलाई है। यहाँनिर एकदम बिहानदेखि चाहिँ यहाँ मेरो लागि एकदम स्पेसल बनाइदिँदैछ है। मेरो चाहिँ ढेन्टेरेन भएर फुल पनि यसरी जान्छ यहाँनिर चाहिँ। यो चाहिँ मेरो सानो घर छ है, यसरी सानो रुम छ। मलाई चाहिँ योपालि चाहिँ मेरो हस्बेन्डले चाहिँ गिफ्ट चाहिँ यो फ्लावर भासहरू दिनुभएको। मलाई चाहिँ फ्लावर भासहरू पुरा मनपर्छ है, पुरा मनपर्छ। त्यो भएर चाहिँ अर्किड चाहिँ यसरी ल्याइदिनु भएको छ फ्लावर भाससँगै है। गिफ्टै हो। अस्ति नानीहरूले है, छोरा छोरीहरूले मिलेर 3जनाले मिलेर बर्थडे गिफ्ट दिएको मलाई।